हेलो साथीहरू, आज हामी एकदमै नयाँ नौलो ठाउँ छत्रकोट देवालय छत्रकोटमा छौँ। एकदमै रमाइलो वातावरण। यो पर्यटकीय स्थल छत्रकोट गाउँपालिकाद्वारा सञ्चालित यो छत्रकोट जिप लाइन पनि पारिपट्टि रहेको छ। तपाईँहरू देख्न सक्नुहुन्छ पारिपट्टि जिप लाइन। यो जिप लाइन लम्बाइ चाहिँ 1080 मिटर। यहाँबाट तल गएर जिप लाइन गर्न सकिने व्यवस्था छ यहाँबाट तल। यतापट्टि चाहिँ फोटो खिच्नको लागि मायाको चिनो आकार पान आकारको बनाइएको छ फ्रेम। यहाँबाट ल हामी चाहिँ अहिले यो छत्रकोटको देवालय परिसरमा छौँ। माथिपट्टि यो ट्रस्ट राखेर छत्र छाया रिसोर्ट, तलपट्टि चाहिँ पिङहरू सुविधा छ। माथिपट्टि यो देख्न सक्नुहुन्छ यो फलामको बानेर ट्री रुखमा भनेको एउटा ल तपाईँहरूलाई म देखाउँछु। हामी चाहिँ एउटा रुखमा चढ्ने लागि फलामबाट बनाएको यसरी यो चाहिँ माथि टपमा हुन्छ। ल थोरै तपाईँहरूलाई यहाँ ल्याएर चढाइ देखाइहाल्छ। त्यसरी चढेर यो चाहिँ ल सिँढी चढ्दै म चाहिँ माथि गइरहेको छ। टपमा आइपुग्यो। यो टपमा यो चाहिँ सल्लाहको रुखलाई वरिपरि ट्री हाउस बनाइएको रहेछ। ल छत्रकोट गाउँपालिकामा तपाईँहरू पनि आइदिनु होला। घुम्नको लागि एकदमै रमाइलो छ। हाम्रो साथीभाइहरू पनि हुनुहुन्छ। भाइहरू नमस्कार चाहिँ स्वागत छ। कहाँदेखि? हामी छत्रकोट घुमेर ए ल हामी पाल्पादेखि यो रमाइलो ठाउँमा यसो आउँदाखेरि पसौँ भनेर रमाइलो रहेछ। ल एकदमै ल यो ठाउँमा आउनुभएको छैन भने साथीहरू यो भिडियो हेरेर तपाईँहरू पनि छत्रकोटमा यो रमणीय छत्रकोट दरबार चोयगा गुल्मी एकदमै रमाइलो छ, सुन्दर शान्त। टिकटक भिडियो बनाउनको लागि पनि हेर्नु तल यतापट्टि हरियाली वातावरणसँगै पिकनिक स्पोट जिप लाइनको पनि अवलोकन गर्न सक्नुहुन्छ, यात्रा पनि गर्न सक्नुहुन्छ। म चाहिँ एउटा ट्री हाउसमा माथि टपमा छु। ल छत्रकोटको देवालयमा आएर दर्शन गर्नु होला। यहाँको रमणीय स्थलहरू अवलोकन गर्नुहोस्, जिप लाइन चढेर रमाइलो अनुभव लिनुहोस्। एकदमै रमाइलो छ। अब हामी तपाईँलाई नेपालको राष्ट्रिय झन्डा पनि देखाउन गइरहेको छौँ। अर्को भिडियो हेरिदिनु होला। नमस्कार, धन्यवाद।